यहाँहरूलाई स्वागत छ ज्योतिषीय कार्यक्रम। सदाझै आज हामीले धनु लग्न हुने व्यक्तिहरूको स्वभाव कस्तो रहन्छ त भन्ने विषयवस्तुलाई लिएर आइसकेका छौँ। सुरु गरौँ। धनु लग्न भएका व्यक्तिहरू अग्नितत्वयुक्त दुई स्वभाव भएकाले उनीहरू नैतिक, दार्शनिक, धार्मिक, विद्वान, उदार, सत्यनिष्ठ, परोपकारी, हृदयका, ज्ञान प्रेमी, आत्मनिर्भर स्वभावको, सत्यको पक्षपाती, साहसी को स्वभाव भएको प्रभाव चाहिँ उहाँहरूमा हामीले देख्ने गर्दछौँ। उनीहरू आशावादी हुने भएकाले समाजमा आदर पाउने व्यक्तित्वको रूपमा पनि हामीले चिन्न सकिन्छ। भनिन्छ धनुर्धारी महातेजा सत्यप्रिय दयापरः विद्यायुक्त दृढ सङ्कल्प गुरुभक्तो जितेन्द्रियः। यिनीहरूको स्वभाव धनुष आकारको जस्तो भएको भएर लक्ष्य पनि यिनीहरूको धनुषको जस्तै रहने गर्दछ। तेजस्वी व्यक्तित्व, सत्यनिष्ठा, दयालु, उदार हृदय मनका, शिक्षाको क्षेत्रमा गहिरो रुचि राख्ने, ज्ञान खोज्ने स्वभावका, दृढ इच्छा शक्ति भएको, लक्ष्य प्राप्तिको लागि कुनै पनि चुनौती सामना गर्न सक्ने क्षमता रहने देखिन्छ। गुरुहरूप्रति गहिरो भक्ति राख्ने, आस्थावान, आफ्नो इन्द्रियलाई नियन्त्रण गर्ने, संयमशील व्यक्तिहरू प्राय सकारात्मक विचार राख्ने, स्वतन्त्रताको निकै कदर गर्ने गर्दछन् र जीवनको गहिरो अर्थ खोज्ने, धार्मिक तथा आध्यात्मिक विचार रहेको, न्यायप्रिय, नीतिवान, अन्याय सहन नसक्ने, सत्यको पक्षमा दृढ भएर रहिरहने यस्तो स्वभाव धनु लग्नका व्यक्तिहरूमा पाउने गर्दछौँ। र हजुरहरूको पनि कुण्डली अनुसार यदि धनु लग्न छ र हजुरहरूको जीवनमा गुरुको प्रभाव कम छ भने मन्त्र वा गुरुको जप ध्यान गरेर गुरुलाई स्मरण गर्दै अगाडि बढ्दा यहाँहरूको जीवन अनुकूल हुँदै जानेछ। हस्त, धन्यवाद।